के छ हौ आज चाहिँ लन्च आज ढिलो भयो नानीहरूलाई है चाहिँ डल्ले खोर्सानी गर्छ अनि चिकन थुक्पा खाँदैछ आज हामी तिनजनाले लु स्टार्ट गरौँ मोटी त अलिक कम्ती भयो खाऊ 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 कस्तो लाग्यो चिकन सर्दीमा चाहिँ यस्तै खानुपर्छ है खाना खाँदा चिसो हुन्छ है स्कुल पढ्नु उमेर होइन किनेमा उसको बेस्ट हो नि त आज बनाइदिएको होइन फेरि अस्ति आउँदा बनाइदिनु होइन बनाइदिएको छैन बेलुका भात उसले बेलुका भात खाँदैन नि त हो किनेमासँग भात आज पनि भयो भन्नु चाहिँ भएको नहाल बेसी पाराले खाइदिन्छ होला नि किनेमा कस्तो कमिटो लाग्यो है चम्चीले खानु अप्ठ्यारो भयो न यसले खाऊ चम्ची थोरै डल्लो बनाऊ त्यो थुक्पालाई यसो डल्लो बनाऊ सकेको अब बनाएर कम्तीको बनायो 2 केजीको बनायो 2 केजी छ है घरमा आउँछ नि पाउनु फबिन आउँछ कि त्यति बेला पाउँछ अरू चाहिँ थुक्पाको जुसमा त बोल्नु छ छुन्चु चाहिँ कहाँ बस्छ त्यत्रो दिन चाहिँ हस्टेलमा 24 जाने भयो यहाँबाट त्यस्तो त 24 के पर्दैछ यहाँ बिरालो होला हौ खाजा खाँदैछु बस्ने बनाइदिएको जस्तो छ तीनजना हेर न बसेर बात मारेको हो त डु फास्ट ओके अलिअलि पिरो हालिदिनु नि डु फास्ट भइहाल्छ नि खाने पिरो खाने के खाँदैछ हड्डी होला यिनीहरू चाहिँ हरिमुसले काले हुने रहेछ उनीहरू फर्केर चाहिँ घाममा चाहिँ चियरमा बिहानदेखि स्टप गर्छु ल मलाई पुरा ओके से बाई बाई बाय बाय चिच्चा पुरा देखिन्छ